जय मसी सम्पूर्ण मण्डली परिवारमा अनि विशेष गरी आज चाहिँ हाम्रो माघ 1 गतेको दिन प्रशंसा दिदीको विवाह हुने भएको कारणले चाहिँ हामी चाहिँ यहाँ आएको। म तपाईलाई सुरुदेखि अन्तिमसम्म नै देखाउने छु है। यहाँ अझै आदरणीय हाम्रो आन्टी दाइहरू दिदीहरू आउँदै हुनुहुन्छ है। हेर्न सक्नुहुनेछ तपाईहरूले यसरी। यो चाहिँ हेलो गाइज, यहाँ चाहिँ है वेलकम गर्नलाई हाम्रो क्यामराम्यानहरू पनि हुनुहुन्छ। सरी अहिले चाहिँ खाजा खाने टाइम चलिरहेको छ अनि यहाँ गफहरू गर्दै हुनुहुन्छ। हाम्रो क्वालिटीहरू त्यहाँ छ अनि आजको दिन चाहिँ एकदम राम्रो हुनेछ। आशिक एन्ड प्रशंसा माझीको वेडिङ हुन गइरहेको छ, तपाईँहरूले हेर्न सक्नुहुनेछ है यसरी। अनि हाम्रो बेहुली चाहिँ होइन मेकअप गर्दै हुनुहुन्छ। तपाईँलाई म देखाउँछु है त। हामीहरूले चाहिँ यसरी स्वागत हेलो, यो चाहिँ हाम्रो बेहुली मण्डलीका आजको बेहुली अनि उहाँ चाहिँ मेकअप गर्दै हुनुहुन्छ। सक्नुहुनेछ है, तपाईँहरूले हेर्न सक्नुहुनेछ टाढोबाट आउनुभएको हो। अनि हाम्रो यसरी यसरी परिवारलाई चाहिँ हामी स्वागत गऱ्यौँ। जय मसी, जय मसी, जय मसी। फाइनली पोखराबाट चाहिँ यहाँ दुला पक्षहरू आइसक्नु भएको छ र तपाईँहरूले हेर्न सक्नुहुनेछ यहाँ यसरी उहाँहरू चाहिँ आइसक्नु भएको छ है। त्यसै गरी हामीले चाहिँ हाम्रो मण्डली परिवारका दिदीबहिनीहरू मिलेर चाहिँ उहाँहरूलाई हामीले खादाहरू लगाएर स्वागत पनि गरिसकेका छौँ है। त्यसै गरी हामीले चाहिँ हाम्रो कार्यक्रमलाई तथा मगनी कार्यक्रमलाई चाहिँ ढिला नगरिकन हामीले सुरु गऱ्यौँ र सुरु गर्नुभन्दा अगाडि चाहिँ हामी सबैजना मिलेर चाहिँ प्रार्थना गऱ्यौँ र हाम्रो मगनी कार्यक्रमलाई चाहिँ हामीले यसरी सुरु गऱ्यौँ। केही भजन, केही गीतहरू, कोरसहरू गाएर चाहिँ परमेश्वरको महिमा गर्दै हामीले चाहिँ आजको मगनी कार्यक्रमलाई हामीले सुरु गऱ्यौँ। त्यसै गरी उहाँहरू चाहिँ आइसक्नु भएको छ। दुलही पक्षले चाहिँ आफ्नो परिवारहरूलाई यसरी चिनाउँदै हुनुहुन्छ र दुलहा पक्षले पनि आफ्नो परिवारलाई यसरी चिनाउनु भयो। त्यसै गरी उहाँहरूले चाहिँ उपहार साटासाट पनि गरिसक्नु भएको छ र आजको मगनी कार्यक्रम चाहिँ हाम्रो यही नै समाप्त भइसकेको छ। केही समयपछि हाम्रो स्न्याक्स पनि रेडी भइसकेको छ र यहाँ हामी सबैजनाले चाहिँ मिलेर स्न्याक्सहरू लियौँ र त्यहाँ चाहिँ विभिन्न प्रकारका स्न्याक्सहरू पनि रेडी गर्नुभएको रहेछ। त्यसै गरी त्यहाँ चाहिँ पानीपुरीको पनि व्यवस्था रहेछ अनि हामी चाहिँ सबैजना मिलेर हाम्रो स्न्याक्सहरू लिइसकेपछि हामी सबैजना मिलेर खायौँ, रमाइलो गऱ्यौँ, एक आपसमा बातचित गर्दै हामी चाहिँ अगाडि बढ्यौँ र केही समयपछि हामीले चाहिँ हाम्रो फेरि पनि विवाह कार्यक्रमलाई अगाडि बढायौँ। हामीले हाम्रो कार्यक्रम सुरु गर्नुभन्दा अगाडि प्रार्थना गऱ्यौँ र केही भजन कोरसहरू गाएर चाहिँ परमेश्वरको महिमा गर्दै हाम्रो पवित्र विवाहलाई हामीले यसरी अगाडि बढायौँ। त्यसै गरी हाम्रो दुलहीलाई चाहिँ यसरी हामीले स्वागत गर्दैछौँ है त। फुलहरू हालेर तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ सबैजना चाहिँ दुलहीलाई हेरिरहनु भएको छ र उहाँ चाहिँ यसरी आउँदै हुनुहुन्छ। आफ्नो बाबा मम्मीले चाहिँ यसरी उहाँलाई समातेर ल्याउँदै हुनुहुन्छ र त्यसरी नै हाम्रो दुलहा चाहिँ सुरुमै आइसक्नु भएको छ है। उहाँ चाहिँ आफ्नो स्टेजमा हुनुहुन्छ र यहाँ सबैजना उत्साहित भएर चाहिँ यहाँ फोटो भिडियो खिच्दै हुनुहुन्छ। यसरी तपाईँहरूले हेर्न सक्नुहुनेछ र उहाँहरू चाहिँ फाइनली स्टेजमा आइसक्नु भएको छ है त। हामीले चाहिँ हाम्रो पवित्र विवाह कार्यक्रमलाई चाहिँ केही भजन कोरस गाएर चाहिँ यसरी हामीले सुरु गरेका छौँ।
र दुलहा र दुलहीले चाहिँ क्यान्डल पनि बालिसक्नु भएको छ र साथै केक पनि काट्नु भइसक्यो। क्यान्डलले चाहिँ के जनाउँछ भन्दाखेरि दुईबाट चाहिँ एक भएको पनि जनाउँदछ। एक आपसमा केकहरू खाइसक्नु भएपछि हामीले चाहिँ हाम्रो कार्यक्रमलाई नाचगानद्वारा फेरि पनि सुरु गऱ्यौँ। साथै हाम्रो कार्यक्रम चाहिँ सकिसकेपछि हामीले केही खानाहरू लियौँ र हामी सबैजना खानाको लाइनमा यसरी बस्यौँ र हामी सबैजना मिलेर चाहिँ एक आपसमा बातचित गर्दै हामी हाम्रो खानाहरू लिएर अगाडि बढ्यौँ र विशेष गरी सम्पूर्ण मण्डली परिवारमा धन्यवाद र तपाईँहरूको उपस्थितिको लागि धेरै धन्यवाद। बाई बाई, जय मसी।